हाई गाइज छोराले नमस्ते गर्दैछ। लामो समयपछि एउटा नयाँ ब्लगका साथ फेरि पनि मसिला चामलिङमा उपस्थित भइसकेकी छु। र आज मेन मैले ब्लग बनाउनुको उद्देश्य चाहिँ के भन्दाखेरि मेरो बहिनी चाहिँ जापान आएको छ नि त। ऊ 1 वर्ष भयो जापान आएको। ऊ चाहिँ ब्याचलर पास भिजामा आएको। अनि बहिनी चाहिँ पहिले चाहिँ एकदमै जापानको नि टाढा थियो कि यहाँबाट एकदमै टाढा थियो। अनि अहिले चाहिँ यहाँ हामी चिबा छौँ, चिबा नै आएको छ। अनि उसलाई भेट्न जाँदैछौँ। अनि उसलाई भेटेर उसँगै होइन उसको उसलाई पिकअप गरेर फेरि हामी अर्कै ठाउँ हाम्रो साइवाङको काका काकीको घर पनि जाँदैछौँ। अनि आजको दिन चाहिँ एकदमै स्पेसल के बहिनीसँग कति वर्ष 3 वर्ष कि कति वर्ष भएपछि भेट्दैछु। कस्तो एकदमै एक्साइटेड छु क्या बहिनीलाई भेट्न। अनि अहिले चाहिँ जापानमा क्रिसमसका साथसाथै अब नयाँ वर्ष पनि लाग्न आँटेको छ। अनि त्यही भएर हाम्रो यहाँ मेरो हस्बेन्डको चाहिँ काम छुट्टी छ कि 28 तारिकदेखि अब जनवरीको 3 तारिकसम्म काम छुट्टी। अनि मेरो बहिनीको पनि 3 तारिकसम्म नै काम छुट्टी रहेछ। सो उसलाई काम छुट्टी छ। त्यही भएर हामी पिकअप गर्दै उसलाई कुरा गर्ने कि बहिनीसँग। अब ऊ चाहिँ ब्याचलर पास भिजामा जापान आएको, वर्किङ भिजामा भनौँ न। अनि डाइरेक्ट वर्किङ भिजामा आएको। अनि उसको एक्सपिरियन्सहरू सुनौँ होइन। अब के कस्तो छ राम्रो नराम्रो कुराहरू तपाईँहरूसँग सेयर गर्ने नै छु। अनि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई प्लिज सब्सक्राइब गरिदिनु होला। अनि हाम्रो च्यानल कस्तो लाग्छ, मेरो भिडियोहरू कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला। अनि मन परेमा लाइक पनि दिनु होला भन्दै अब हामी लाग्दैछौँ अन द वे टु साइतामा। बाई होइन कि सानो बाई भन्ने होइन नि त, बाई भन्नुहुन्न कि। अनि यता हुनुहुन्छ हाम्रो ड्राइभरजी। हेलो ड्राइभरजी। हेलो, वेलकम टु माई च्यानल। धन्यवाद। अनि अब फर्स्ट टाइम सालीजी होइन सेकेन्ड टाइम सालीजीलाई भेट्न गइराख्नु भएको छ। कस्तो फिलिङ्स आइरहेछ? अब सालीलाई भेट्न हिँडेको अब एकदम एक्साइटेड, फुल एक्साइटेड। फेरि साली चाहिँ एकदमै क्युटी पाइ छिन् क्या, उसको एकदमै राम्री छिन्, जापानिज टाइपकी छिन्। अनि उहाँ भेना चाहिँ एकदम मक्ख परेर एकदमै होइन सालीलाई भेट्ने उसले मलाई होइन अब एकदम एक्साइटेड भइरहेछु। अब सालीलाई भेट्न गइरहेछ। अब आज बुढीलाई बाई बाई गरिन्छ। बुढीलाई बाई बाई, सालीलाई हाई हाई गाइस। आज बुढीलाई बाई बाई, सालीलाई हाई 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 गर्ने हो कुरो। अब हामी गइरहेको छौँ सालीलाई भेट्न, मेरो बहिनीलाई भेट्न। किप वाचिङ गाइस। सानो तिमीलाई केही भन्नु छ? छ्यामालाई केही भन्नु छ? अथवा हाम्रो सबैजना युट्युब फ्यामिलीलाई के भन्नु छ? सानो यता हेर त के हो त्यो? यो नमस्ते गर्दै त, नमस्ते भनिदेऊ त। म सायुकुन हाई भनेको चाहिँ हजुर भनेको है गाइस। भिडियो अन्तिमसम्म हेरिदिनुहोस् है। हाम्रो सायुराङ चाहिँ एक निन्द्रा सुतेर अनि उठिसक्यो। एक निन्द्रा सुतेर उठ्दा पनि छ्यामाको घर आइपुग्दैन त भन्दैछ। यता हेर्नु सानो सायुकुन। ल गाला रातो रातो बनाएको छ है सायुकुनले चाहिँ। अब छ्यामाको आउनु आँट्यो भयो। अब चाहिँ हामी आइपुग्नु आँट्यो। अब चाहिँ 1 मिनट देखाइरहेको छ। हामी दिउँसो हिँडेको बेलुका घाम डुब्न आँटिसक्यो। भेट भयो फाइनली एकछिन पक्ला आम्मामा छ्यामा लजाको छ्यामालाई अब यतैतिर आउँदै थियौँ कि भेनाले म्याप मिस्टेक गर्यो कि, म्याप मिस्टेक गर्नुभयो कि। हेलो आम्मामा जापानिजसँग भेट भयो। ल चढ, ल अगाडि बस, ल अगाडि बस। ठाउँ छैन भयो, ठिकै छ, पछाडि बस्छु। ल आइज नि त, ल आइज। आम्मामा हो गाइज। अब चाहिँ पखै खै लक खोलेको छैन। ओ माई गड, पक्कै यो ल भयो। ओ माई गड, हाम्रो जापानिजसँग भेट भयो। अलिक मजाले ढोका लागेको छैन राम्रोसँग। आमा खाँदा ओहो
सानो अनि के छ खबर एकदम त त पुरै अनि अर्कै रोशनी होइन अर्कै जस्तो देख्छु त नि यो के अरे मेरो बहिनी होइन अर्कै केटी जस्तो देख्यो गाइज मलाई राम्री भइसस् नि त नि त्यही त भेन अब यो यहीबाट यता यता ल हामी चाहिँ अब हाम्रो बहिनीको रुमतिर जाँदैछौँ कि हजुर यहाँबाट लेफ्ट अब यहाँ हामी एकछिन पार्किङ गर्ने ठाउँ छ के खाजा बनाएछ अरे बहिनी भन्न मलाई भिडियो नबनाउनु लाज लाग्छ त्यस्तो कुरा नगर न पहिले चाहिँ यसलाई मैले के भन्छ यही घर हो आइपुग्यौँ हामी बहिनीको घर बहिनी घर होइन बहिनीको जस्तो यो हो के भन्छ कम्पनीले दिएको घर हो कि उसलाई छ्यामा छोराको भेट भएको आमै कस्तो मजाले मानेको के छ्यामासँग हाम फालेर गएको आमै कस्तो चिनेको हेर त मामाको बहिनी हो भनेर आइपुग्यौँ है हामी ल कति राम्रो रहेछ त नि यो कसले सजाएको तैँले आमै त ल यो चप्पलहरू तैँले किनेको ए हो कुन रुम किचन हो त किन देखाउनु ए आमा बस्ने ए छोड्दै भुइँमै छोड्दै नि त भुइँमै छोड्दै यहाँ कस्तो ठुलो है यहाँ त आमा पुरै डाइनिङ टेबल सट्ट राखेर है यस्तो घर चाहिँ हामीलाई चाहिएको थियो नि किचन यहाँ कस्तो आनन्द कति राम्रो ए तँलाई ल्याइदिएको यो यसमा सामान छ यहाँ केकको लाजा कस्तो राम्रो छ अब यस्तै त हो नि त बहिनी केकको लाज हौ नक्कल नपार्न केकको लाज लाज नसाज ए छो ए हो आमा खुसी भएको हेर यो हाम्रो छोरालाई चाहिँ यस्तो चाहिने यस्तो ठाउँ चाहिने हो क्या कति खेल्थ्यो होला ल ल हाम्रो साईहाङ चाहिँ यो घर चाहिँ हाम्रो साईहाङलाई हुनुपर्ने हो के लौ न लु रोशनी त्यस्तो नगर त फर्स्ट टाइम हेरेको अरे अनि पैसा दिएको अरे आमै उता रिमोट दे अरे रिमोट अन्त छोराले पो पछि सानो पछि छ्यामालाई तिमीले पछि छोराले छ्यामालाई सुन अमै त पाचित पारेछ फाल्नुपर्छ नि यो त्यसले खाँदैन होला पछि छ्यामालाई तिमीले सुनको जुत्ता किनिदिनु पर्छ है है सुनको जुत्ता किनिदिने है लु देऊ न त मलाई आम्मा छ्यामाले यति धेरै पैसा दिनुभयो नि आम्मै हौ लु यहाँ म राखिदिन्छु है यसको पैसा कति धेरै भेला भइसकेको छ तर माया गर्दिछु न त माया गर्दिछु के हो टिभी हेर्ने अरे टिभी खोल्दै अरे त्यो त एसी होइन र टिभी खोल्दै अरे ए हो ल लु फालिदिन्छु है यो त गाइज अब चाहिँ हामी बहिनीकोबाट उहाँ जाँदैछौँ के अरे मेरो साईहरूको काका काकीको घर जाँदैछौँ कि त्यहाँनिर चाहिँ भोलि एउटा फङ्सन छ क्या प्रोग्राम छ त्यो प्रोग्रामको लागि हामी आएको हो यति टाढाबाट अनि मेरो बहिनीसँग चाहिँ अब अझै धेरै कुराहरू गर्नुपर्ने छ हेर्दै गर्नु है हेर्नु न अँध्यारो नै भयो हौ कस्तो हेर्नु त है पुरै आमामा राति नै भयो हेर्नु त अब हामी निस्केको यहाँबाट अब हामी चाहिँ फेरि अर्को ठाउँ जाँदैछौँ गाइज हामी चाहिँ यहाँ काका काकीको घर आइपुग्यौँ कि यहाँ हेर्नु न कसैले मात्रै यो हो कि यो चाहिँ हाम्रो सामानहरू नि यहाँ थोरा छैन यहाँ बहिनीको चाहिँ एउटा लगेज यो साईहाङको यो मेरो बुढाको छुट्टै छ सानो कहाँको तिमी कहाँको काकाको घर आएको कस्तो छ यो मलाई थाहा भइसक्यो काकाको घरको भनेर हाई गाइज भन्नु सानो हाई गाइज भन्छु यता काकी यता दर्शन गरौँ त गाइज के भन्छ अलिक भिडियो लामो भयो जस्तो लाग्यो आजको भिडियो चाहिँ अनि फेरि अब नेक्स्ट भिडियोमा चाहिँ म बहिनीसँग मैले अब उता वर्किङमा आएको नि त डाइरेक्ट अनि के कस्तो हुँदो रहेछ अनि अब उसले चाहिँ फेरि जुन कम्पनीमा आएको थियो त्यो कम्पनी चेन्ज गरेर
अहिले अर्कै कम्पनी चेन्ज गरेछ नि त उसले आफै खोजेको कम्पनी हो अनि कसरी के गर्ने त्यो सबै प्रोसेसहरू चाहिँ अब नेक्स्ट भिडियोमा फेरि हुनेछ अनि हाम्रो भिडियोलाई हाम्रो च्यानललाई माया गरिदिनु होला सो भन्दै हामी चाहिँ भिडियोबाट बिदा हुन्छौँ बाई बाई साइड बाई गरेर उता हेरेर पापालाई हेरेर बाई गरिदिउँ न हौ खै ल बाई 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 बाई